बाबा यिनीहरू कहाँ ल्याएको यिनीहरूलाई दाइ यिनीहरूलाई अनाथ आश्रममा राखिदिनु न यिनीहरूको बाबामाहरू कहाँ गएर खै दाइ मैले यिनीहरूलाई मन्दिरमा भेटाएर लिएर आऊ ल ल हुन्छ तिमी जाऊ ए गरी भित्र आइज जा गएर त्यसको मुखमा हानेर तेर्सम्म यो खातेलाई हेर्छु म आजदेखि तिमीहरूलाई म मै पाल्छु मैसँग बस्नु जा मिठा गर ल भाइहरू आजदेखि तिमीहरू स्कुल जाने दाइ म आज स्कुल जान्न म पनि जान्न दाइ म त बिहे गर्छु तिमीहरू स्कुल जान्न गएर खै लौरी खै ए पर्खन पर्ख ए कहाँ हिँडेको आज स्कुल नजानी ए पर्खन पर्ख ए पर्खी भने ए पर्खिन भने ए पर्खिन पर्खी ए भनेपछि तिमी राडी छोराहरू बिहे नगर्ने होइन दाइ बिहे हामी होला म तमी होला बिहे सिउन राम भाग तिमीहरूलाई साले साले टप्पर कुइयाहरू हेर भाइ यो कति मलाई मात्रै दुःख दिन्छौ तिमीहरू पनि बिहा गर क्या अब दाइ बिहेको कुरा नगर आफ्नो त सानो मान्छे दुधे झरे छैनन् बिहेको कुरा नगर है फेरि चुप साले काम त गर्छस् कि बिहे दाइ आफू त महादेव कल्ले देला बर बिहेको लागि बिना सिद्धि नगर है कर चुप चुप साले यसको पढाइ भइरहेको छ त बिहे गर्न ल अब हेर्नुहोस् हजुर भाइ मेरो यही हो तपाईँको छोरीको हात दिनु पर्यो यसलाई छोरी त दिनुहुन्थ्यो हजुर भर्खर पढ्दैछु ए त्यसो भए हुन्छ त हामी 1 घन्टा पछि आउँछौँ भर्खर त 3 कक्षामा पढ्दैछु हातमा तिम्रो मौलाउनु अमेरिकामा ती नङ्गी नङ्गी केटीहरूको पछि पछि नलाग्नु क्यार छ जस्तो नेपालको हालत यही छ यहाँ 8 क्लास पढाए मान्छे नेता भएका छन् प्रधानमन्त्री भएका छन् डिग्री पास गरेर मान्छे खाडी दाएका छन् क्यार छ जस्तो यस्तै हो सुन्तो लक्ष्मण दाइलाई राम्रोसँग खाना दिएस् दाइलाई नआएछ फेरि दाइको राति सपनामा हिँड्ने बानी छ उहाँको खुट्टा बाँधेर राखेस् सुन्तराम झोलामा आटो राखिदिएपछि प्लेनमा चढिकन खाए सुन्नु दाइ आज राम पनि गइहाल्यो मासु ल्याएर हान्नुपर्छ ल्याम्मा ल्याम्मा मासु सासु बेलुका खालास अहिले नि पारी गाउँको त्यो माछा गाडीको छोरी हेर्नु पर्यो ल सम्धी भाइ मेरो यही हो सानामा पोलियो भया थियो अहिले सन्चो भएर हट्टाकट्टा भया छ यही गर्न तपाईँको छोरी दिनु पर्यो हुन्छ त सम्झिदेऊ हाम्रो मात्रै मन मिलेर भएन केटाकेटीको कुरा पनि हुनु पर्यो एकछिन भित्र बस्नु कुरा गर्नलाई ल जा भित्र जा किन लजाएको त्यही बोल न अनिकै दाइ तपाईँका कति भाइ बहिनी पहिला त 3 भाइ थियौँ आज एउटा दाइ तपाईँलाई कस्तो मन पर्यो साला बल बल बनाएको केटीलाई बहिनी बनाइस् यस्तै पनि तेरो घरमा रुन्न अब घरमा को हुनुहुन्छ के काम थियो होला हजुर बाबु मेरो छोरा आजसम्म कता हराएको छोरा तिमी के छोरा कसको छोरा के भन्दै हुनुहुन्छ तपाईँ यो मेरो भाइ हो यो बाबु यो मेरो छोरा सानोमा हराएको थियो भुवा राममा बाबु मेरो छोरा कसको छोरा के को छोरा यस्तो भिन्नता मेरो बा हुन्छ हजुर ऊ मेरो सन्तान हो 25 वर्ष पहिला ऊ चाहिँ भुवा रामाउनु हराएको थियो हुन्छ म फिर्ता गरिदिन्छु भोलि लिएर लक्ष्मण तेरो बा लिन आएको छ जा भाइ जान्न दाइ मैले पहिले भनिदिएको छु जान्न म जान्न जाने के भनिस् कति मेरो टाउको बोझ भएर बस्छस् घरमा रासन पनि भ्याइया छ जा आफ्नो बाको घर जान्न म दाइ जान्न मलाई बरु मारेर फाल्दिनु जाँदै जान्न म तपाईँलाई छोडेर जाँदै जान्न म
मकन ज्यान मार्ने धम्की आएछ जा त पापी ढुङ्गाको मन रसाउँथे तर यसको मन के रस होला यो पापीको मन ल इन्भर्ट हेलो दाइ म आजै गाउँ आउँदैछु लक्ष्मण त कहाँ जाने उहाँको को होइन मेरो बाबा हुन् तेरो दाइले मलाई घरबाट निकालिदियो विचार गर है त पनि त्यही नालीको किरो तँलाई पनि निकाल्दैन घरबाट फेरि जाम बाबा किडो किडो एकछिन वाह भाइ वाह माने मैले तँलाई दाइले यतादेखि यतैसम्म हामीलाई कसरी हुर्काया छे आफूले नखाइ नखाइ हामीलाई पाले आज तैँले यही दिन देखाइस् दाइलाई होइन भाइ तपाईँ यस्तो हालतमा म चाहिँ तपाईँलाई एउटा खुसीको कुरा सुनाउन आएको धाम पाएस बाबु के कुरा होला छिटो भन्छ दाइ मैले उता घर पनि हालिसकेँ मैले उता बिहे पनि गरिसकेँ मैले अब उता बस्ने निर्णय पनि गरिसकेँ हजुर चाहिँ राम्रोसँग बस्नु होला ल म त गएँ तेरो घरमा धमिरो लाग्यो तेरो सम्बन्ध विच्छेद हो तेरो खाने भागमा झिङ्गा परो